अर्को राइड लिने निस्किने इनड्राइभबाट। मेरो बाइक खोइ के भएको मायासाला बिहान चाहिँ एकदम गाह्रो भइरहेको छ यार बाइक स्टार्ट गर्न। किक हान्नुपर्छ आधी घन्टासम्म न बलियो तातिन्छ, चक नभएर एकदम गाह्रो भएको छ। बाइक त ठिकै हो चलाउनलाई राम्रै लाग्छ, तर किक नभएर एकदम गाह्रो। पछाडि पनि एकदम गाडीहरू आइरहेको होला पछाडि। अब यो ठाउँ त मलाई मनपर्छ यस्तो ठाउँहरू बस्न, त्यही भएर चाहिँ म टक्क बसेर भिडियो पनि बनाउनु लागि तपाईँहरूले पनि हेर्नु। बाटो सर्लक्क छ माथिबाट, कुदाउन पनि मजा आउने, घामले गर्दा आँखामा आएर त्यो राम्ररी क्यामेरा खिचेर सकिरहेको थिएन। आज अब भैँसीपाटीबाट अहिले भैँसीपाटीभन्दा तल यो साइनबु भन्छ, भैँसीपाटी त होइन साइनबु भन्छ। यहाँबाट अब राइड त पाउँछ, टन्ने राइड हुन्छ, तर याङ्गुको राइड यहाँबाट नलिने। याङ्गुको राइड लियो भने यहाँबाट दुःख पाइन्छ। तपाईँको यहाँबाट इनड्राइभको राइड लिने, इनड्राइभको राइड लियो भने मेबी 200 क्रसवाला पायो भने झन् राम्रो, अनि मासु भात खान पाइयो। ल म निस्किरहेको छु अब यहाँबाट, इनड्राइभको राइड खोजेर टक्क निस्किदिँदै है। ल